रातिको 12 बजे पसलवाला साउजीलाई उठाएर साउजीको निन्द्र बिचकाएर चाहिँ हामीले यति धेरै चाउचाउ ल्यायौँ अनि साथीको रुममा बसेर रातभरि पकाएर चाहिँ साथी र मैले इन्जोय गर्दै खाएर रात कटाएँ। दिउँसो मस्त सुतिरहेको थिएँ, यता छोरी कति बेला आएर गालामा ठ्याम्म बजाएर निन्द्रै बिचकाइदिए किन कुटिछे भनेर यसो हेरेको थिएँ। यता मोबाइलमा उसलाई कार्टुन चाहियो, छोरीलाई मोबाइलमा कार्टुन लगाइदिएर मोबाइल दिएको, छोरीले त आफू स्कुल गर्दै कार्टुन हेर्न थालिन् अनि मेरो पनि निन्द्र पुगिरहेको थिएन। एकछिन सुत्न पर्यो भनेर सुतेको थिएँ, फेरि साथीको कल आएर उठ्न पर्यो। साथीले आत्तिँदै कल गरेर साथी मेरो रुममा आइहाल त एकदम अर्जेन्ट काम पर्यो भनेर फोन गरेर बोलायो। किन रहेछ भनेर म पनि आत्तिँदै गएको, त लास्टमा त यही पो रहेछ। यस्तो बेलानको बेला मजा गर्ने काम नगरे केटा भनेर मैले चाहिँ रिसले चाउचाउ फ्याल्दै जस्तो गरेँ अनि बेलुकातिर कपाल काट्न हिँड्जाम भनेर हिँडेको त लो मेरो कपाल काट्दा उपनाथ छ। बेलुका भएपछि कपाल काट्न भनेर सलुन खोज्दै हिँडेको, सबै सलुनहरू बन्द भइसकेको रहेछ, धन्न एउटा चाहिँ खुल्ला रहेछ र कपाल काट्न पायो। अनि यता दाइले चाहिँ कस्तो कट काट्ने भाइ कपाल भनेर सोधिरहनु भएको थियो। दाइ जस्तो कटले सुहाउँछ त्यस्तै कट हान्दिन्न भनेको, दाइले त ओके भनेर पुरा मेरो त टुप्पी सुप्पी बाँधेर कपाल काट्न थाल्नुभयो। अनि यता साथी चाहिँ पुरा खुसी भइरहेछ भनेको होइन, आफ्नै साथीको दुःखमा पनि यो मेरो साथी चाहिँ किन यसरी खुसी भएको होला। यो चाहिँ मेरो महिनौदेखि पालेको कपाल थियो कि, अनि आज चाहिँ काट्दा फेरि हल्का दुःख लागिरहेको थियो। अनि दाइले यस्तो मजाले मालिस गर्नु हुँदै थियो, लास्टमा त मालिस गर्दा गर्दै दाइले त मुन्टै पो बाँचिदियो। अब यो कपाल यति छोटो बनाए चाहिँ सुहाउँदैन होला भनेको त झन् लास्टमा त चिक्ना देखतिर। अनि म चाहिँ साथीको रुममा आएँ अनि अघि ल्याएको यो चाउचाउ चाहिँ पकाउन लायौँ। अनि पहिला सुरुमा पानी ततायौँ अनि यो साथी र मलाई चाहिँ एक एकवटा गरेर 2टा अन्डा बसाएर चाहिँ यो पिर्ती चाउचाउ ल्याएर चाहिँ यो चाहिँ मलाई मिठै लाग्दैन कि, त्यही पनि खाइदिउँ न भनेर चाहिँ अब म लागेँ यता चाउचाउ उमाल्नतिर। अनि चाउचाउ उम्लिसकेपछि बाँकीको काम यता साथीलाई लाग्यो। साथी फेरि काम गर्नुभन्दा बेसी एक्टिङै गर्छ कि, एक्टिङ गर्दै भयो नि साथी चाहिँ लाग्यो अब सरसफाइ गर्नतिर। हेर न फेरि काम गर्न भनेपछि साथीको अनुहार यस्तै हो जहिलेको। अनि म चाहिँ लागेँ अब पिर्ती चाउचाउ बनाउनतिर। यो पिर्ती चाउचाउ चाहिँ मलाई त्यस्तो मन पर्दैन कि, त्यही पनि अब साथीले ल्याइहालेछ बनाएर खाइदिउँ न भनेर अब चाहिँ लागेँ म बनाउन। अनि 2टा अन्डा पनि ल्याएको रहेछ, अनि एउटा अन्डा चाहिँ त्यसको टाउकोमा हानेर फुटाएँ अनि चट्ट पारामा अन्डा पनि रेडी भयो। अनि यता मासु पनि कुकरमा ल्याएर पकाएको रहेछ, अनि त्यो मासुलाई पनि त्यही पिर्ती चाउचाउमा हालेर टेस्ट हानेको, दामी भइरहेको थियो। त साथीले पनि गम गम खाएर दामी छ भन्दै थियो, अनि मैले पनि 2-3 गाँस खाएको, दामी नै भएको थियो भनेको। थ्याङ्क्स फर वाचिङ गाइस, सब्स्क्राइब गर्न भने नबिर्सिनु होला।